यदि हजुरहरूले आजै र अहिलेदेखि नै यी 6वटा तरिकाहरू अपनाउनु भयो भने हजुरहरू लामो उमेरसम्म बाँच्नु हुनेछ, अर्थात् छिट्टै बुढो हुनु हुने छैन। नम्बर 1, आफ्नो डिएनएलाई नष्ट हुनबाट बचाउनुस्। भन्नुको मतलब एक्सरे र सूर्यको किरणदेखि जति सकिन्छ टाढा हुनुस्। अनि नम्बर 2, क्यालोरी बढी भएको खानाहरू कम खानुस्। नम्बर 3, माछा मासु अर्थात् प्रोटिन युक्त खानाहरू पनि कम खानुस्। नम्बर 4, जति सकिन्छ धेरै एक्सरसाइज गर्नुस्। सकेसम्म यसरी दौडिनुस् कि मुटुको धड्कन 85% ले बढोस्। बाघले पछाडिबाट झम्टिन आँटेको सोचेर पनि दौड्न सक्नुहुन्छ। हो, त्यसरी दौड्नु पर्यो। नम्बर 5, सहनै गाह्रो हुने गरी आफ्नो शरीरलाई चिस्याउनुहोस्। अन्त्यमा नम्बर 6, सहनै गाह्रो हुने गरी आफ्नो शरीरलाई तताउनुहोस्। यी सबै तरिकाहरूले हाम्रो शरीरको लन्जेभिटी जिनलाई ट्रिगर गर्छ। कसरी भन्नुहुन्छ भने हाम्रो डिएनए को सिक्वेन्स नबिगारिकन डिएनए र चाहिएको प्रोटिनलाई केमिकली मोडिफाई गर्छ अनि हामीलाई दीर्घायु हुनमा मद्दत गर्छन्। वास्तवमा भन्नुपर्दा हाम्रो शरीरलाई यस्ता कष्टहरू दियौं भने लङ टर्ममा जेनेटिकली हाम्रो बडी रिजेनेरेसन र सेल्फ प्रोटेक्सन मोडमा भइराख्छ। त्यसैले रेडिएसनबाट बचौं, डाइटलाई ब्यालेन्स गरेर खाऊं, जति सकिन्छ एक्सरसाइज गरौं र एक्सट्रिम टेम्परेचरहरूलाई एक्सपिरियन्स गरौं।